ज्ञानको द्वार खोलेको छ अनलाइन शिक्षाले आज ज्ञानको द्वार खोलेको छ अनलाइन शिक्षाले आज घरमै बसेर उज्यालो बनाऊ समाज घरमै बसेर उज्यालो बनाऊ समाज धन्यवाद कार्यक्रम घोषज्यू आदरणीय सभाका सभाध्यक्ष महोदय प्रमुख अतिथि विशेष अतिथि र निष्पक्ष तराजु रूपी कलम लिएर निष्पक्षका साथ निर्णय गर्न बस्नुभएका गुरुवर्ग निर्णय मण्डल ज्यू र यस विद्यालयका सम्पूर्ण गुरुवर्ग एवं मेरा प्रतिस्पर्धी र अप्रतिस्पर्धी साथीहरूमा म कक्षा 10 को छात्र भेषबहादुर पण्डितको तर्फबाट स्वीकार्नुहोस् हार्दिक अभिवादन। यस विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहको आज बाल विभाग प्रतियोगितामा शीर्षक रहेको थियो अनलाइन शिक्षा प्रभावकारी छ र त्यस बाल विभागमा मेरो पक्ष परेको छ। म आफ्ना पक्षका तर्फबाट गहकिला तर्कहरू राख्न जाँदैछु। धन्यवाद। अनलाइन शिक्षा भन्नाले विद्युतीय साधनका माध्यमबाट इन्टरनेटको सहायताले आर्जन गरिने शिक्षा हो। आजको 21औं शताब्दी भनेको डिजिटल युग हो जहाँ साना साना बालबालिकादेखि ठुला ठुला वृद्धहरूले समेत सञ्चारका साधनहरू प्रयोग गर्छन्। अनलाइन शिक्षा हामीले घरमै बसेर विभिन्न देश विदेशका घटना तथा अन्य सूचनाहरू प्राप्त गर्न सक्छौँ। पहिले जस्तो एउटा सूचना प्रदान गर्न पनि विभिन्न धेरै दिन पुरेर या धेरै दिनपछि मात्र प्राप्त गर्न सक्दैनौँ। अहिलेको यस युगमा हामीले केही आफ्ना धारणाहरू एकचोटिमै अरूलाई प्रदान गरेर एकै सेकेन्डमा नै प्राप्त गर्न सक्छौँ। अनलाइन शिक्षाले हामीलाई शिक्षा मात्र दिँदैन, हामीलाई रोजगार पनि दिन्छ। हामी फुर्सदको बेलामा घरमै बसेर नयाँ नयाँ केही सिपहरूको भिडियो बनाएर फेसबुकमा हालेर या कुनै सोसल मिडियामा हालेर हामीले आर्थिक आम्दानी गर्न सक्छौँ, जसले गर्दा समय थोरै र लगानी थोरैमा पनि धेरै आय आर्जन गर्न सक्छौँ। यस अनलाइन शिक्षाले नै देशको गरिबीले हटाउन सक्छ। यसको राम्रो प्रयोग गर्न सक्यो भने देश विकासशीलबाट पनि विकसित हुन सक्छ। जस्तै अहिलेको युगमा शिक्षा आर्जन गर्न विद्यालयमै जानुपर्छ भन्ने छैन। अरू देशमा विकसित देशमा हेरौँ डिग्री मास्टरहरू पनि त्यो अनलाइन शिक्षाबाट नै आर्जन गरेर सफल भएका छन्। अनलाइन शिक्षाले मानिसलाई नराम्रा भन्दा पनि बढी राम्रा विषयतर्फ ध्यान आकर्षण गर्छ। अनलाइन शिक्षाले व्यक्तिलाई एकान्तमा होइन विश्व बन्धुत्व कायम राख्न सहयोग गर्छ। अनलाइन शिक्षाले हामीले कुनै चिज नआएमा वा विश्वको प्रख्यात वा संसारभरकै उत्कृष्ट शिक्षकहरूबाट राम्रो शिक्षा आर्जन गर्न सक्छौँ। अहिलेको युगमा हामी शिक्षा लिन वा केही गर्न पनि 1-2 घन्टा हिँडेर विद्यालय र कुनै शिक्षक भाटी नै जानुपर्छ भन्ने छैन। पूर्व वक्ता मित्रले भन्नुभयो कि अनलाइन शिक्षा प्रभावकारी छैन रे, हावा चलेपछि पात नझर्ने त कुरै हुँदैन। हावा चलेपछि पात झर्छ त्यो त सबैलाई थाहा छ। अनलाइन शिक्षाले हाम्रो संस्कृति र कुनै सामाजिक कार्यमा भाग नलिने भन्ने हुँदैन। झन् अहिले त समाजको भन्दा पनि बढी संसारभरका सबै कार्यहरूमा आफूले सक्दो सहयोग गरेको पाइन्छ। अनलाइन शिक्षाले मानिसलाई कुनै पनि अहिलेको समयमा केही सामान खरिद गर्न पसल नै जानुपर्छ भन्ने छैन।
केही सेकेन्डमा नै आफूले त्यही अनलाइनका साधनबाट हामीले खरिद गरेर कुनै छोटो समयमा नै प्राप्त गर्न सक्छौँ, जसले गर्दा समयको पनि बचत हुन्छ। यति भन्दै मेरा 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। धन्यवाद। बेला उसका छात्र